सबै मान्छेको अगाडि आफूले पनि हुन्छ नि अब त अहिले त फोनमा एकछिन टाढो कहीँ छ भने त फोनमा बोलेर यसो इन्टरभ्यू गर्दा हुन्छ नि त तर त्यति बेला चाहिँ सबैको अगाडि क्या लाइफ भनेको चाहिँ मेरो बारेमा मलाई लाग्यो जिन्दगी भनेको चाहिँ कस्तो हो भनेर यस्तो छिमेकीले हेरिरहेको हुन्छ क्या यसको पारा हेर ढाँटेको टाइपको क्या हो नि किन उसलाई त सबै थाहा छ नि त यसले ढाड्दैछ म अलि फ्रीको टाइममा त्यतिकै बस्छु खासै त्यस्तो काम हुँदैन भनौँ उता गाईलाई पानी त्यो उसलाई त थाहा हुन्छ नि त छिमेकीलाई त यसले सबै झुट बोल्दैछ भन्ने क्या अब जिस्काउने क्या यसो एक्सप्रेसनलाई बिजी छ हामीलाई थाहा बिजी छ प्रोग्रामहरू त्यस्तो गरिरहेको छु हिजो मात्र एउटा प्रोग्राम थियो भने अब हिजो त्यत्रो त्यही चौतारामा बसिरहेको केही नभएको क्या तर ढाँट्दिएको क्या अब फोनहरूबाट चाहिँ ढाँट्नु पाउने क्या पहिला रमाइलो हुन्थ्यो अब जेन्ट्सलाई वासरुम छैन भन न ए छ नि दाइ आउनु न ऊ यहाँ भन्छ प्लास्टिकले यस्तो दुइटा बारिदिएको हुन्छ अब त्यहीँ गयो अर्को पनि सर दामी आउनुपर्छ है भन्छ त्यही उभिरहेको हुन्छ होइन सर भन्छ अब अनि त्यो त अलिकति अब आर्टिस्ट भएर त गाह्रो हुन्छ नि त असल त यस्तो अलर्ट भइसक्यो नि यस्तो चिजहरू जताततै एभ्रीबडी हेज क्यामराज है अब हातमा क्यामेरा छ त्यही भएर एकदम केयरफुल हुनु पर्ने चिजहरू है